सम्पूर्णमा नमस्कार। हामीले चाहिँ यो तिहारको लागि सयपत्री फुलको चाहिँ बिउ जमाउन लागिरहेका छौँ। तपाईहरुले राखिसक्नु भयो कि सक्नु भएन। हामीले चाहिँ यो जेठको 17 गतेतिर राख्न गइरहेका छौँ। यसलाई चाहिँ अब हामीले माटो खनेर राखेका छौँ। अब यसलाई हामीले यो बिउलाई राखेर पुर्दिन्छौँ। र यस सम्बन्धी हामीले अरू पनि अपडेटहरू दिन्छौँ, कस्तो भइरहेको छ, कसरी लाउने, कसरी धेरै फलाउने भन्ने कुरा हामीले जानकारी दिन गइरहेको छौँ। यसरी छरेर चाहिँ हामीले पुर्दिन्छौँ। यो चाहिँ यसै किराहरूले खाँदैन। यसलाई चाहिँ किराहरूले नखाएपछि हामीलाई यसमा उमार्न चाहिँ समस्या हुँदैन।